कविताको शीर्षक छ म कतातिर। कविता पठाउनु भएको छ कवि सञ्जीव थापा, हरसिंहहट्टा, लेबोङ, दार्जिलिङबाट। उहाँको कविता यसरी सुरु हुन्छ। अङ्ग्रेजी क्यालेन्डरको नयाँ साल आउन 3-4 महिना अझै बाँकी छ। अङ्ग्रेजी क्यालेन्डरको नयाँ साल आउन 3-4 महिना अझै बाँकी छ। म कति उत्सुक हुन्छु, मनमनै हिसाब ल्याउँछु, साथी सङ्गी भेला भई बजेट बनाउँछु। 31 डिसेम्बरमा पुरानो साललाई बिदा दिन्छु, नयाँ साललाई स्वागत गर्छु, रातैभरि जागो बस्छु, पटेका पड्काउँछु, मोज मस्ती गर्छु, ह्याप्पी न्यु इयर भन्दै कराउँछु, डिस्को नाच्छु, ऱ्याप सुन्छु, आफ्नोपनलाई सबै भुल्छु। भोलिपल्ट फेरि गाडीभरि बेलुन सजाउँछु, ठुल्ठुलो चार्ट पेपरमा ह्याप्पी न्यु इयर लेख्छु, गाडीको छप्परमा साउन्ड बक्स लगाउँछु र गन्काउँछु। अनि लाग्छु स्पोर्टतिर, खुब मजा गर्छु, खाने नखाने सबै खान्छु, आफैलाई बेहोस पार्छु, 2 तारिकको दिनैभरि ह्याङ ओभरले सुत्छु। यसरी म न्यु इयर मनाउँछु। तर कस्तो विडम्बना, थाहा छैन मलाई मेरो आफ्नै नयाँ साल, थाहा छैन पहिलो वैशाख ठुलो अङ्ग्रेजीको अङ्कले ओभरल्याप गरेको नेपाली गते कहाँ देख्छु र, केवल बर्थडे र भ्यालेन्टाइन डे मात्र हेर्न जान्दछु। अब गते र तिथि किन पो चाहियो र, अरूको पर्वलाई अँगाल्दै बिचारा मेरो नयाँ साल थाहा नै नपाई सुटुक्क आउँछ, थाहा नै नदी सुटुक्क जान्छ। बिचारा मेरो नयाँ साल, बिचारा पहिलो वैशाख। उत्कृष्ट कविता पठाउनु भएको छ कवि सञ्जीव थापा, हरसिंहहट्टा, लेबोङ, दार्जिलिङबाट। उहाँले यस कविता पठाएर साहित्य समाज पेजसँग जोडिनु भएकोमा हामी साहित्य समाजको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ।